हेलो गाइज र भिडियोको यो टाढासम्म आइपुग्नु भएकोमा धेरै धेरै धन्यवाद। आज हाम्रो यात्रा तालिकाले हामीलाई अफरोड लिएर जान्छ। नेपालको सुदूर पश्चिमको जङ्गली अनटच्ड सुन्दरताको गहिराइतिर। यो ठाउँ साँच्चीकै देशका सबैभन्दा टाढाका कुनामध्ये एक हो। एकदमै साहसिक यात्राको स्वर्ग। त्यही दृश्य जुन तपाईले आफूलाई जङ्गलमा हराएको कल्पना गर्दा मनमा चित्रित गर्नुहुन्छ। तर सुरु गर्नु अघि म भन्न चाहन्छु, यहाँका मानिसहरू निकै आत्मीय, स्वागतशील र असाध्यै मित्रवत छन्। उनीहरूको आतिथ्य र उनीहरूसँगका कुराकानीहरूले यो यात्रा अझै विशेष बनाइदिन्छ। हामी सुर्खेतबाट जुम्लातर्फ यात्रा गर्दैछौँ। 12 देखि 14 घण्टाको सारो पहाडी यात्रामा। बिहानदेखि बेलुकासम्मको यो ड्राइभ रोमाञ्चक क्षणहरूले भरिएको छ। स्थानीयहरूको कथासँग र त्यस्तै प्रकारको माया जसले यात्रा सकिएपछि पनि तपाईको मनमा धेरै बेर बसिरहन्छ। सहरको भिडभाड र हल्लाबाट टाढा यो क्षेत्र जादुमय जस्तो लाग्छ। शान्त, लगभग समय नै रोकिएको जस्तो। ताजा हिमाली हावा, शून्य जस्तै सुनसान बाटोहरू र प्रकृतिको नजिक रहने अनुभव। यिनै हुन् यस यात्राका वास्तविक सुन्दरताहरू। सबै थक जाने को गोर्खे कुकुर बसेको जाने को सबै थक जाने को गोर्खे कुकुर मन जित्यो माया।
नमस्कार, म हतिलाल नेपाली। त्यो जुम्लामा कस्तो छ भने चाहिँ यहाँ गुम्बा घुम्दै सबैभन्दा भइरहेछ। यहाँ कतिपय साथीहरू डोरीहरू नि चलिरहेछ। यहाँ घुम्दै रमाइलो गरिराख्नु भएको छ। हस् धन्यवाद। के भन्नु परिचय दिउँ? नमस्कार, मेरो नाम चाहिँ अमृत बोहरा। यो आज चाहिँ हामी यो गुम्बामा यो ट्राभलर गर्ने क्रममा चाहिँ लोकदोरी प्रतियोगिता जस्तो एउटा खेल लागिरहेछ। हाम्रो जुम्लाको परम्परागत खेल यो तलतिरबाट यो लगभग काठमाडौँदेखि हाम्रो सरहरू आउनुभएको थियो गुम्बामा। यहाँ हामीहरू यो चाहिँ कस्तो कल्चर कस्तो भनेर सोद्धाखेरि चाहिँ हामीले यो गुम्बा भ्रमण गरेका थियौँ। यस्तै छ हाम्रो परम्परागत हिसाबले यो गुम्बा चाहिँ हाम्रो यो खासै गरेर यो चाहिँ भोटेहरूले चाहिँ मनाउने उयो है एउटा बौद्ध धर्म लिम्बूहरूले बनाएको एउटा घुम्ने स्थल हो। धन्यवाद। नेट घुमेर हुन्छ है त। माया पनि ताइदेऊ के फरक पर्छ रे माया पनि लाइदेऊ माया पनि लाइदेऊ या फरक पर्नेछ माया पनि लाइदेऊ माया पनि लाइदेऊ के फरक पर्छ रे माया पनि लाइदेऊ हेर उता उता भिडियो बन्दैछ हेर उता उता भिडियो बन्दैछ रे उता उता मन परेकै कुत्ता के नहोला आज भोलि मन परेकै कुत्ता मन परेकै कुर्ता ज्ञान हो आज भोलि मन परेकै कुर्ता मन परेकै कुर्ता के नहोला आज मन परेकै बाँकी नेपालसँग जोड्ने एक अत्यन्त महत्त्वपूर्ण माध्यम हो। सानो रनवे, उच्च उचाइ र चुनौतीपूर्ण भौगोलिक संरचनाका कारण यहाँका उडानहरू रोचक र साहसिक मानिन्छन्। जुम्ला भनेको केवल एउटा बजार होइन, यो इतिहास, प्रकृति, संस्कृति र यात्राको सङ्गम हो, जहाँको प्रत्येक दिन, प्रत्येक हावा र प्रत्येक मुस्कान यात्रुलाई नयाँ कथा, नयाँ अनुभूति र नयाँ ऊर्जा दिन्छ। जुम्ला बजार कर्णाली प्रदेशको मुटुमा बसेको एउटा ऐतिहासिक र सांस्कृतिक केन्द्र हो। समुद्री सतहदेखि करिब 2510 मिटर उचाइमा अवस्थित यो ठाउँ ठण्डा हावा, पहाडी पहाड र सदाबहार प्राकृतिक सौन्दर्यका कारण अनौठो लाग्छ। यहाँका मानिसहरू सरल, परिश्रमी र अतिथि देवो भवको भावनाले भरिएका छन्। जुम्लाको प्रमुख पहिचान भनेको मार्सी चामल, जडीबुटी, अर्गानिक फलफूल र परम्परागत कृषि प्रणाली हो, जसले यहाँको स्थानीय उद्योगलाई बलियो बनाएको छ। ऐतिहासिक रूपमा जुम्ला एक समय खस राज्यको महत्त्वपूर्ण केन्द्र मानिन्थ्यो, जहाँको संस्कृति, भाषा र पुराना दरबार किल्लाले त्यही गौरवशाली इतिहास बोकेका छन्। जुम्ला बजारबाट धेरै सुन्दर यात्राहरू सुरु हुन्छन्। सबैभन्दा लोकप्रिय रुटहरूमा रारातालको पदयात्रा, सिन्जा उपत्यका, खस भान्साको जन्मभूमि, त्यसैगरी गुठीचौर, पटमा, फल्चा हुँदै हिमाली क्षेत्रमा पुग्ने ट्रेकिङ मार्गहरू समावेश छन्। प्रत्येक रुटले प्राकृतिक विविधता, स्थानीय संस्कृति र हिमालसँगको नजिकको सम्बन्ध झनै गहिरो बनाइदिन्छ। यहाँको तल्चा जुम्ला विमानस्थल जुन जुम्लाबाट केही दूरीमा पर्छ, यो दुर्गम क्षेत्रलाई
डाँडा भ्यू यहाँ एयरपोर्ट पनि छ अरे नजिकै हामी त्यो जान्छौँ बिस्तारै यहाँ प्रोग्रामकै हुँदैछ छ अनि ठुलो पुरै गीत निकाल पुरै निकाले है पुरै निकाले दे रिगा 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 जुम्लाबाट बहेको कर्णाली नदी नेपालको सबैभन्दा लामो नदी प्रणालीको जन्मस्थान हो। यहीको चिसो पानी, हरियाली किनारा र पहाडी संरचनाले कर्णालीलाई अझै पवित्र र जीवन्त बनाउँछ। यही क्षेत्रमा अवस्थित बोटानिकल हेरिटेज सेन्टर जुम्लाको महत्त्वपूर्ण अनुसन्धान केन्द्र हो, जहाँ दुर्लभ जडीबुटी, औषधीय बोटबिरुवा र हिमाली वनस्पतिको अध्ययन संरक्षण गरिन्छ। देशका धेरै वैज्ञानिकहरू यहाँ आएर महत्त्वपूर्ण अनुसन्धान गर्दै आएका छन्। अहिले हामी यो सुन्दर भूभागलाई ड्रोन शट मार्फत नजिकबाट देखाइरहेका छौं। नदी, जंगल, पहाड र बस्तीहरू मिलेर बनेको यो दृश्य साँच्चीकै मनमोहक छ। आशा छ तपाईहरूले यो भिडियो मन पराउनुभयो। कृपया लाइक, सब्स्क्राइब र शेयर गरी हाम्रो च्यानललाई निरन्तर साथ दिइरहनुहोस्। र अन्त्यमा हाम्रो आजको यात्राको विस्तृत मार्ग यहाँ छ। कृपया हेर्नुहोस्। आफ्नो यात्रा सहज र योजनाबद्ध बनाउन यो उपयोगी हुनेछ। धन्यवाद। नमस्ते।